मलाई अब जसरी ड्रग्स खानु पर्ने थियो होइन, म एडिक्सनमा फसिसकेको थिएँ। त्यसको लागि चाहिँ म टोलमा गएर अब त्यही देवना म्यामलाई जस्तै भएको एउटा एक्ट थियो होइन, बाइकमा गएर ब्यागहरू चेनहरू थुक्ने होइन, अनि मान्छेहरूलाई लुट्ने होइन, बालकहरूलाई होइन स्कुल कलेज जाने स्टुडेन्ट्सहरूलाई लुट्ने, बिहान कलेज जान छोडेर त्यस्तो कामहरूतिर चाहिँ लाग्यो। पूर्व विद्यार्थी एवं लागू औषध प्रयोगकर्ता सागर थापा, लागू औषधले पछिल्लो समय होस्टेल र विद्यालयका विद्यार्थीहरूलाई नराम्ररी प्रभावित पारेको छ। यसबाट टाढै रहन विद्यार्थी स्वयं र तिनका परिवारको पहिलो प्रयास जरुरी छ। लागू औषधका बारेमा केही विद्यार्थीका बुझाइ। विमल श्रेष्ठ विराटनगरबाट। यसको व्यवहार भन्नुपर्दा चाहिँ जाँड खाएपछि अलिकति उच्छृङ्खल काम गर्ने होइन, स्टुडेन्टहरूमा धेरै असर परेको छ होइन। अलिक यो लागू औषध खानेहरूलाई अलिक कानुनले पनि टाइट गर्नु पर्यो। लागू औषधि अब खाने मान्छेहरू खामा बोले भनेको कुराहरू मान्दैनन्, अटेरी हुन्छन्, अलिक यही टाइपका हुन्छ। चित्त ढकाल जबरजस्ती खानेहरू भनेको अलिकति उच्छृङ्खल खालको हुन्छन् होइन। अनि जो गाँजाहरू खाने त्यो सिरिन्जहरू गर्ने हुन्छ नि, उनीहरू त्यस्तो स्वभावमा त्यस्तो खाले हुँदैनन्, तर उनीहरूको व्यवहारहरू चाहिँ अलिकति चोरी डकैती गर्ने चाहिँ हुन्छ। कुमारतामा लागू पदार्थ चाहिँ राम्रो हुँदैन, नरेन्द्रता समाजमा नराम्रो कुप्रथाले हुने एउटा आचरण, खराब आचरण मान्छेको यो चाहिँ गर्न हुँदैन। सन्जितामा यो नराम्रो आचरण हो, जुन आचरणले मानिसको ज्यान पनि जान सक्छ, ज्यान जाने सम्भावना हुन्छ। यो नराम्रो काम हो, यस्तो गर्न हुँदैन। लेमनराज भट्टा, म के भन्न चाहन्छु भने जस्तो मान्छेहरूलाई यस्तो पदार्थ प्रयोग नगर्नु हानि गर्छ। सबैले सचेत रहने, आफ्नो ज्यान सुरक्षित राख्ने, यो धेरै प्रयोग गर्न हुँदैन, यसले मानिसको ज्यान जान सक्छ। शैलेन्द्र श्रेष्ठ, लागू पदार्थ दुर्व्यसनी गर्दा अपराधहरू बढेको देखिन्छ र समाजबाटै त्यस्ता व्यक्तिहरूलाई तिरस्कार गरिनुपर्छ। लागू औषधको नकारात्मक प्रभाव बुझेर होस् या नबुझेर विद्यार्थीहरू कुलतमा फसेका हुन सक्छन्। यसको नियन्त्रणका लागि विद्यालयले अर्को महत्त्वपूर्ण प्रयास गर्न सक्छ। यसको प्रभाव नियन्त्रण गर्न विद्यालयहरूले विद्यार्थीहरूको निगरानी र सचेतना कार्यक्रम गर्न आवश्यक छ। भोजपुरको अरुण उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र अधिकारी, यहाँसम्म कि हामीले उनीहरूलाई फलोअप गरेर जो चाहिँ त्यस्तो सेवनी छ, हामीले विद्यालयले अलिकति कडा खालको दण्ड पनि उनीहरूलाई चाहिँ दिइराखेका छौँ। वास्तवमा विद्यालयले गर्न चाह्यो भने यसलाई अलिकति रोकथामको पक्षमा केही काम, सचेतनाको भूमिका चाहिँ निर्वाह गर्न सक्छ भन्ने मलाई लाग्छ र हामीले गरि पनि राखेका छौँ त्यसको। प्राय अभिभावकहरूबाट टाढा रहेका विद्यार्थीहरू लागू औषधको प्रयोगमा बढी संलग्न देखिएका छन्। यसले अरू विद्यार्थीहरूलाई समेत प्रभावित पार्न थालेको छ। विद्यालयभित्र भुसको आगो झैं फैलिएको लागू औषध प्रयोग नियन्त्रणका लागि प्रहरीले अभियान नै चलाएको छ। लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाइका एसपी शेरबहादुर बस्नेत, लागू औषध सेवन गर्ने ठाउँको रूपमा विकास भएको दुईवटा होस्टेल जहाँ विद्यार्थीहरू आफै पनि सेवन गर्ने र सबै विद्यार्थी नभनौँ, केही विद्यार्थीहरू आफै सेवन गर्ने र अनि लागू औषध बाहिरबाट खरिद गरी ल्याई अन्य विद्यार्थीहरू उनको टिमभित्र सप्लाई गर्ने गरेको पाइयो। हाम्रो अपरेसनलाई त्यसतर्फ निर्देशित गर्छ भने हामी कुनै त्यो चाहे त्यो होस्टेल होस् चाहे अन्य संस्थाहरू होस्, हामी त्यसमा हाम्रो कारबाही अगाडि बढाउँछौँ। विद्यालय क्षेत्र लागू औषध प्रयोगकर्ता विस्तार हुने सबैभन्दा जोखिम क्षेत्र हो। फेरि यसलाई नियन्त्रण गर्न अन्यन्त्र भन्दा कठिन नै छ। अझ होस्टेलमा बस्ने विद्यार्थीहरूलाई निगरानी गर्न कठिन छ। यसलाई नियन्त्रणका लागि प्रभावकारी उपाय के हुन सक्छ त? लागू औषध विरुद्धका अभियन्ता वसन्त कुवर, नियन्त्रण गर्ने प्रभावकारी उपाय चाहिँ पहिला सबै स्कुल र सबै कलेज सबै होस्टेलले ड्रग फ्री चाहिँ प्रोजेक्ट लाउनु पर्यो। यो त प्रोजेक्ट हो नि, एउटा काम हो नि त। यो कराटे खेलाउने विद्यार्थी उत्पादन गर्ने, फुटबल खेल्ने उत्पादन गर्ने भने जस्तै, विज्ञानका विद्यार्थी उत्पादन गर्ने भने जस्तै ड्रग फ्री स्कुल बनाउने भन्ने पनि एउटा प्लान हुनु पर्यो। अनि त्यो प्लानलाई एक्जिक्युट गर्ने क्लब हुनु पर्यो, हरेक ठाउँमा एउटा क्लब हुनु पर्यो। यो प्लान गर्यो भने रोकिन्छ। लागू औषध प्रयोग सुरुवाती चरणमा व्यक्तिगत समस्या जस्तो देखिए पनि यसले समाज र राष्ट्रलाई ठूलो क्षति पुर्याइरहेको हुन्छ। भविष्यका अमूल्य निधिहरू लागू औषधको प्रभावमा फस्दा राष्ट्रले दीर्घकालीन क्षति बेहोर्नु पर्दछ। परिवार, समाज र राष्ट्र सबैका लागि समस्याग्रस्त बनेको लागू औषध प्रयोग नियन्त्रण गर्न सबैको सामूहिक प्रयास जरुरी छ। नेपालवाणी नेटवर्कका लागि अर्जुन अधिकारी, काठमाडौँ।